साह्रै नै दुःखद घटना साथीहरू, साह्रै नै दुःखद घटना। इजरायल डिफेन्स फोर्सले भर्खरै जानकारी गराएअनुसार नेपालका विपिन जोशी जीवित नरहेको घोषणा गरेका छन्। आशा गरिरहेका थियौँ उनी जीवितै छन् र आज रिहा हुन्छ भन्ने कुराले हामी धेरै नै खुसी थियौँ। तर इजरायल डिफेन्स फोर्सले औपचारिक रूपमै उनी नरहेको घोषणा गरिसके अब विपिन जोशी यो संसारमा रहेनन् भन्ने कुरा औपचारिक रूपमै घोषणा भएको छ। आश गरिरहेका थियौँ उनीको रिहा आज भोलिमै हुँदैछ भनेर चौतर्फी मिडियाबाजी भइरहेको थियो भने भर्खरै यो इजरायल डिफेन्स फोर्सले औपचारिक रूपमै घोषणा गरिसके त्यो आशा मरेको छ। साह्रै नै दुःखद घटना साथीहरू।